So today we have come here to Dobby's Garden Center in Speak. You find anything that you need here for your garden. It's in Liverpool. See a place called Speak, and then there's a big car parking here. So we are parked on the table and chair like 2,299 rupees for the rich. Ani the luga football toys haru सानो रेस्टुरेन्ट पनि रहेछ टी कफीलाई अनि यहाँ चाहिँ टोइजहरु छ टोइज कहाँ हुँदैन के टोइज सबै कोरिएन्डर देखि लिएर टाइम देखि लिएर this one is herb rosemary mint dill herb डोबीज मा फुल किन्न आको अनि यहाँ चाहिँ फुलहरु अब विभिन्न प्रकारका छन् लाली गुराँस देखि लिएर सबै ता चाहिँ लाली गुराँस रोडोडेन्ड्रन कलेक्सन अनि फुल मात्र हैन यो डोबीज मा चाहिँ you can get anything for garden अब यो के फ्लावर हो के फ्लावर हामीले त्यति थाहा पनि पाइदैन त्यस्तै 3-4 पाउन्ड पर फ्लावर छ हामीले पनि एक ट्रली फ्लावर किन्यौं हाम्रो गार्डनको लागि हैन अब यहाँ प्लान्ट्सहरु पनि छ इन्डोर प्लान्ट्स आउटडोर प्लान्ट्सहरु यो चाहिँ अहिले आउटडोरको लागि यो आउटडोर सेटिङ हो भित्र पनि छ अब यहाँ चाहिँ यस्तो क्याप्टुके फुलहरु पनि छ अनि गार्डनमा चाहिने अरु के हुन्छ यस्तो बेन्च यो बेन्चलाई हेर्नु त यहाँ 379 पाउन्ड रे अब यो चाहिँ आर्टिफिशियल भयो यो चाहिँ मर्न लागेको रहेछन् र सेलमा राखेको रहेछ अनि यो अब त्यहाँ फ्लावर मात्र नभएर भेजिटेबल्सहरु पनि छ टोमेटो क्युकम्बर टोमेटोज सबै पीज क्यारट्स चिलीज ओ वाउ हट चिली पनि रहेछ यहाँ फलिरहेको के अलरेडी हेर्नु त टिपेर लगेर खानु जस्तै रहेछ त पेपर्स मेरो चाहिँ अलरेडी एउटा डल्ले खोर्सानी र इन्डियन चिली छ घरमा त्यही भएर चिलीमा म वाउ मात्र भने पट्सहरु पनि पान्छ यस्तो गमलाहरु पनि अनि यहाँ अब अफरहरु हेर्नु न त्यहाँ 4 for 12 यो फ्लावर यो प्लान्ट्सहरु होला यो केको प्लान्ट हो धनिया पनि रहेछ हर्ब्सहरु रहेछ हर्ब्स सबै कोरिएन्डर देखि लिएर टाइम देखि लिएर this one is herb rosemary mint dill herb सबै रहेछ त्यहाँ अनि यस्तो प्लान्टहरु अब यहाँ स्ट्रबेरीज रहेछ स्ट्रबेरीलाई 8.99 इच रहेछ स्ट्रबेरी त्यस्तोमा अनि यो बेगवाला प्लान्ट यहाँ चाहिँ यिनीहरु काम गर्ने मान्छेहरु अब त्यसपछि हामी ढोकाबाट भित्र आयौं त्यहाँ पनि सबै फ्लावर यो नेपालमा पाउने फ्लावर यो काराकास भन्दो रहेछ अनि हाम्रो फेभरेट चाहिँ नेपालीलाई मन पर्ने सयपत्री नै भयो एउटा अनि अर्को यो पिटुनिया भन्ने फ्लावर छ यहाँ पाउने हैन त्यो राम्रो हुन्छ समरमा त्यो चाहिँ यस्तो फुल चाहिँ कि पिटुनिया चाहिँ यसो फ्लावर भइसक्दा चाहिँ यस्तो हुन्छ those were 4 for 12 these ones are यहाँ चाहिँ नि यो पनि रहेछ 3 for 15
अनि यो जेरुसलम नो जिरानियम पनि राम्रो फ्लावर के रेड जिरानियम व्हाइट पिङ्कमा छ त्यो पनि £3.99 4 for 10 थियो अब गार्डनमा चाहिँ नि हामीलाई यहाँ बेलायतमा यस्तो सेडहरू पनि चाहिन्छ नि त सेड हाउस हेर्नु है यस्तो सेड हाउस पनि छ कि यहाँ आउटडोर गार्डनको हाउस हो अनि दिस हाउसेस आर लाइक क्लासेसको रहेछ भित्रपट्टि चाहिँ तातो हुन्छ जे राख्नु पनि भयो स्टोरेजको लागि युज हुने टाइपको हैन त्यस्तोलाई चाहिँ अब जस्तो यहाँ एउटा रहेछ यसलाई चाहिँ £429 अनि यस्तो बिग पट्सहरू पनि छ अब यो डोबिजमा चाहिँ जे पनि पाउने भयो के गार्डनमा युज हुने सामानहरू यहाँ टन्नै मान्छेहरू फ्लावर सप गर्न आएको छन् अब म त्योभन्दा पनि भित्र बस्दैछु त्योभन्दा अगाडि म तपाईँहरूलाई यो गार्डनमा स्टोरेजको लागि युज हुने क्या यिनीहरू बेन्ची जस्तो एडन गार्डन बेन्च अनि स्टोरेज बक्स पनि हो कि यहाँभित्रै यसरी स्टोर गर्ने गार्डनको सामानहरू प्लास्टिकको रहेछ त्यो पनि रहेछ सो द्याट वाज डोबिजको आउटसाइड अब यहाँ भित्रपट्टि सबै चाहिँ अब यो घाँस काट्ने मेसिन भयो होइन घाँस काट्ने मेसिन सबै घाँस काट्ने मेसिनहरू हो अनि ग्लोभ्स अनि मल सबै पाइन्छ यहाँ बाबाले मल किन्नुभयो कि किन्नु भएन गार्डनको यस्तो म्याटहरू गार्डनमा लगाउने बुट गार्डनको लाइट सबै यतापट्टि गार्डनको लाइट्स स्लिपर्सहरू रहेछ त्यहाँ चाहिँ यो रगला $10.99 चिकन मन्योर प्यालेट्सहरू छ कि यो चिकन कुखुराको मल नि कुखुराको मल चाहिँ प्लान्टहरूलाई एकदमै राम्रो हुँदो रहेछ कि त्यही भएर यहाँ कुखुराको मल टन्नै पाइन्छ यस्तो बक्समा यस्तो बक्समा अलिकति हाल्यो भने अब यहाँ चिकनको मात्र छैन यो बोनको पनि छ चिकनको पनि छ अब यो के हो यो ग्रो मोर भनेको चाहिँ यो ग्रो मोर ब्यालेन्स न्युट्रिएन्ट्स फर अल गार्डन भनेर छ त्यहाँ यहाँ चाहिँ अरू सिडहरू पनि पाउँछ गार्डनमा किराहरू मुसाहरूदेखि लिएर अब सबै आउँछ नि त तिनीहरू सबैलाई मार्ने कुराहरू पनि पाउँछ अनि त्यसमाथि अब अहिले त यिनीहरूले यो रेगाटा आउटडोर भनेर यस्तो ज्याकेट्सहरू पनि बेच्न राख्न थालिसकेछन् कि अनि आउटडोर्स ज्याकेट्स जम्पर्स बुट्सहरू पनि रहेछ अनि एज वेल एज अब त्यो मात्र भएर अब यहाँ चाहिँ नि गार्डनमा सनी हुँदाखेरि बाहिर बस्नलाई यस्तो टेबल एन्ड चेयरहरू पनि युज हुन्छ नि त हाम्रो अनि त्यो टेबल एन्ड चेयर पनि रहेछ यहाँ यो टेबल एन्ड चेयरलाई चाहिँ ₹2299 पर्दो रहेछ अनि त लुगा फुटबल टोइजहरू सानो रेस्टुरेन्ट पनि रहेछ टी कफीलाई अनि यहाँ चाहिँ टोइजहरू छ टोइज कहाँ हुँदैन कि टोइज राख्यो भने अट्र्याक्ट हुन्छ नि त किड्स सो त्यो चाहिँ टेक्निक हो क्या मलाई चाहिँ यो ह्याङ्गिङ चेयर लिनु मन छ भोलि पर्सि जब मैले कन्जर्भेटरी बनाउँछु घरमा वी क्यान सिट देयर सिट गरेर ट्राई गरौँ है त It's good. I'm in the hanging chair. Hanging
एयरको मजा। त्यो मलाई मन परेको ह्याङ्गिङ चेयरलाई चाहिँ कति पाउन्ड रहेछ हेरौँ है त। 200 पाउन्ड रहेछ। द्याट्स नट द्याट ब्याड। पाउन्डको ह्याङ्गिङ चेयर है यो चाहिँ म बसेको। नाइस एन्ड कम्फी हुँदो रहेछ कि। अरू गार्डनमा पाउने स्विङ्सहरू पनि छ यहाँ। यो विन्ड मिल किड्सहरूलाई मनपर्छ नि। 899 रे ठुलोलाई त। किड्सको टोइज चल्दैछ। हो अब यहाँ बार्बिक्यू समर आएपछि के हुन्छ, हामीलाई बार्बिक्यू खान मन लाग्छ नि त। त्यही भएर बार्बिक्यू हुन्छ त्यहाँ ठुलोवाला। चारकोल Just ask us at the tools to sign up to your free card for 30 days. Thank you. ओभनवाला बार्बिक्यूहरू पनि, बार्बिक्यूको भाँडाहरू पनि रहेछ कि। अनि अब यस्तो प्लान्टको ऊहरू पनि पाउँछ यहाँभित्र। पोटेटोजदेखि लिएर सबै रहेछ। डोबिजमा चाहिँ यु क्यान स्पेन्ड द होल डे हियर। तर हामीलाई चाहिँ अलिक हतार छ, किड्सहरूलाई पिक गर्न जानुपर्ने बेला हुँदैछ। त्यही भएर हामी हतार गर्दैछौँ। ल फ्लावरहरू हेर्नु न कति राम्रो। म चाहिँ नि वहाँ अब एक्वाटिक्सभित्र छिर्न लाग्यो कि। लिभरपुल मेडन हेड एक्वाटिक्स अरे यहाँ चाहिँ फिसहरू पनि राखेको छ, सेलकै लागि हो। अरू के रहेछ यहाँभित्र? Oh my god, little fish. यस्तो सानो सानो फिस बेच्नुमा राखेको। 8 वटा इलेक्ट्री ओन्ली डायमन्ड समथिङ 8 for 20 पाउन्ड रहेछ यो। त्यसै भन्दा सानो पनि 3.75 each 6 for 20 pound. Oh wow, you see a fish? I like that. Orange fish. Zebra style को fish रहेछ, zebra को pattern भएको के। क्लियर वाला फिश छ क्या। स्नेल रहेछ, स्नेल। टेट्रा भन्ने है के हो टेट्रा? कति सानो सानो फिस। 10 वटालाई 30 पाउन्ड। अझै यहाँ रहेछ यतापट्टि पनि। Oh my god, I love these क्या। Platy orange fish. अब वान डे मेरो फिस पाल्ने सपना पनि पुरा हुन्छ, तर त्यो वान डेलाई राखेको छु मैले, नट नाउ। Oh, these are cute too, orange fish. Saffron mole. Saffron color को भएर saffron mole भन्दछ त्यसलाई चाहिँ। Like 8 for 20 त्यस्तो रहेछ कि। Small golden fish-हरू यस्तो फिस पनि पाउँदो रहेछ यहाँ। That was nice. फिसको लागि चाहिने फिल्टर प्लान्ट्स पनि पाउँदैछ डोबिजमा। बर्ड्सको पनि छ। I'll show you something interesting. अब यहाँ चाहिँ सिट्रस फ्रुट, लेमन, लाइम, ऑरेंज अर्को स्मल प्लान्ट्सहरू पनि रहेछ यहाँ। So
Today we have come here to Dobbies Garden Centre in Speke. You find anything that you need here for your garden. It's in Liverpool. See, a place called Speke. And then there's a big car parking here. So we are parked on the corner. It's a massive big garden center where you can find anything. I think it took us around 20-minute drive from our house, which is nearby Liverpool city centre, to get here to Dobbies Garden Centre. So आज हामीले के फ्लावर ल्यायौँ भनेर म देखाउँछु ल। हामीले चाहिँ यो जिरानियम, अनि अर्को त्यहाँ सयपत्री, अनि यो चाहिँ मलाई त मन परेको यो यति लिएर हामी पिटुनिया पनि लिएर हामी घर जाँदैछौँ। कति पाउन्ड पर्यो बुढा सबैलाई? 60 पाउन्ड पर्यो सबै फ्लावर।